नमस्ते सबैजनालाई। सो म यस्तो खालको भिडियो चाहिँ बनाउने गर्दिनँ, बट आई हेभ टु मेक दिस वान। अब म चाहिँ यो प्लेटफर्ममा चाहिँ जस्ट इन्टरटेन गर्न मात्रै आएको हो, तर अहिलेको कन्डिसन हेरेर चाहिँ मैले आई हेभ टु मेक दिस भिडियो होइन, किनकि अहिलेको जमानामा एभ्री वान हेज देयर ओन भोइसेस होइन। यत्रो सोसियल मिडिया प्लेटफर्म छ, इन्स्टाग्राम, टिकटक, यताउति युट्युब, सबैको आफ्नो भोइसेस छ। र यो पोलिटिक्स र यो देशको रिलेटेड चाहिँ कन्टेन्टहरू बजारमा जति नै पाउँछ हजुरहरूले हेरिरहनु भएको छ। बट मेरो साइडबाट नै आई गेस यो चाहिँ मेरो पनि एउटा जिम्मेवारी, एउटा कन्ट्रिब्युसन चाहिँ हुनपर्छ जस्तो लाग्यो, किनकि निर्वाचन चाहिँ लगभग आइ नै सक्यो होइन। र अब जस मैले चाहिँ यस्तो भिडियो बनाएर चाहिँ मेरो जुन सर्कलमा जो जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ जागरुक गराउन सक्छु कि भनेर चाहिँ यो भिडियो बनाइरहेको छु। सो अब हामीले हेर्ने हो भने 2040 सालदेखि चाहिँ हाम्रो पोलिटिकल गेम कस्तो भइरहेको छ हजुरहरू सबैलाई थाहा छ। ओन्ली द बिग पार्टिज होइन, बिग थ्री पार्टिज, नेपाली कङ्ग्रेस, युएनएल एन्ड माओवाइस्ट, ओन्ली दे आर कभरिङ द होल नेसन होइन। उनीहरू तिनजना नै मध्ये अब उनीहरूकै पोलिटिकल लिडर मात्रै छन्। सो यही तिनवटा पार्टीमध्ये नै पोलिटिकल गेम भइरहेछ। सो शेरबहादुर देउवा 5 टाइम्स प्राइम मिनिस्टर, पुष्पकमल दाहाल प्रचण्ड 3 टाइम्स प्राइम मिनिस्टर, एन्ड केपी शर्मा ओली 3 टाइम्स प्राइम मिनिस्टर, उनीहरूलाई मात्रै नै देखिरहेछौँ हामीले चाहिँ। सो आई थिङ्क दिस इज द राइट मोमेन्ट फर अ बिग चेन्ज होइन, किनकि फागुन 21 मा जुन चुनाव हुन गइरहेको छ, इट हेज टु मिन समथिङ टु द होल नेसन होइन। यो पालि भएन भने आई गेस कहिले पनि हुँदैन जस्तो लाग्छ मलाई। अनि अर्को कुरो चाहिँ के भनेदेखि टिकटकमा जस मेरो फिडमा चाहिँ आइरहेको थियो एउटा जुन जिल्लाको सानो नानी छ एकजना, ऊ पढ्नलाई भनेर ऊ 3 घन्टा ट्राभल गर्छ कि जानलाई मात्रै, जान आउनु गरेर त 6 घन्टा भइहाल्यो होइन। माग्नु पढेर आयो हौ। ए कहाँ कति घन्टा लाग्छ तिम्रो जानुलाई? 3 घन्टा। कहाँबाट जानुपर्छ? पापुबाट है 3 घन्टा है। सो पढ्नलाई मात्रै ऊ 3 घन्टा ट्राभल गर्छ। त्यो 2040 सालदेखि अहिलेसम्म त उनीहरू नै प्रधानमन्त्री भइरहेको छ, उनीहरूकै हातमा थियो देश होइन। त्यतिखेरदेखि अहिलेसम्म खै त्यस्तो केही विकास भएको जस्तो मैले केही पनि देखिनँ होइन। अनि त्यो बहिनीले 3 घन्टा ट्राभल गरेर पढ्न जानु भनेको त्यो के हाम्रो देश अझै पनि विकास हुनलाई कति टाइम लाग्छ त्यो हो त कुरो होइन। सो ड्युरिङ देयर टाइम अब उनीहरू जब चुनावको लागि अगाडि बढ्थे त्यतिखेर जस भन्न त प्रमिस त धेरै फेरि गरे हो नि त हाम्रो पुष्पकमल दाहाल, उहाँले चाहिँ 10 वर्षभित्रमा दक्षिण एसियाकै उत्कृष्ट देश बनाउँछु भन्नुभएकै थियो। 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ हामी युरोपीय स्तरमा पुर्याउन सक्छौँ। यो भिडियो अझै पनि युट्युबमा अभाइलेबलै छ होइन। अरू नेताहरूले पनि ल कहिले घरि स्विजरल्यान्ड घरि के भनेर भनेको थिए। केरुङ काठमाडौँ पोखरा लुम्बिनी रेलवे केही वर्षभित्र हामी छिटै त्यसको सर्वे गर्छौँ। छिटै मान्छेले अनुमान गरेका छैनन् कति छिटो काम हुन सक्छ। तर हामीले आखिर त्यो खोजेको थिएनौँ कि हाम्रो देशलाई स्विजरल्यान्ड जस्तो पनि चाहिएको थिएन। हाम्रो देश अरू देशको हेरेर त्यतिको विकसित चाहिएको पनि थिएन। हामीलाई एउटा चाहिएको मात्र के थियो भने एउटा गुड सिस्टम, एउटा स्थिर सरकार चाहिएको थियो, जुन चाहिँ हामीले अहिलेसम्म पाइरहेको छैनौँ। त्यही भएर चाहिँ यो पालि चाहिँ सबैजनाले नै जागरुक हुन जरुरी छ, किनकि अस्तिको जुन आन्दोलन भयो जेनजीको आन्दोलन, त्यो यतिकै केही त मिनिङ राख्छ होला नि त त्यो आन्दोलनले होइन। त्यत्र बालबच्चा हाम्रो दाजुभाइ साथीभाइहरूको ज्यान गएको छ। यदि यो पालि पनि केही चेन्जेस आएन भने उनीहरूको त खेर जान्छ नि त। सो आई थिङ्क दिस इज द राइट मोमेन्ट फर चेन्ज। आफ्नो क्षेत्रको उम्मेदवारले चिनेर को चाहिँ सही ठिक छ त भनेर चाहिँ चिन्न सक्नु पऱ्यो। तपाईँहरूको आवाज, तपाईँहरूको मागलाई चाहिँ नेपाल सरकारसम्म र तपाईँहरूको माग पुरा गर्न चाहिँ तपाईँहरूको क्षेत्रबाट को उम्मेदवारले चाहिँ सक्छ जस्तो लाग्छ त्यो सही उम्मेदवारले चाहिँ भोट दिनु पऱ्यो। अनि अर्को कुरा मेरो फिडमा सलिना बस्नेत, आई थिङ्क मोस्ट अफ द पिपल यु नो होइन। सो उहाँ चाहिँ रिसेन्टली चाहिँ उहाँले चाहिँ एउटा भिडियो बनाउनु भएको रहेछ नेपाली एमालेको बारेमा। मतलब एमालेको चुनाव चिन्ह चाहिँ घन्टी भनेर आई गेस त्यस्तै भनेर उहाँले भिडियो बनाउनु भएको रहेछ र उहाँलाई एकदमै हेट कमेन्ट आएको रहेछ कि मैले त्यो देखेँ। उहाँले स्क्रिनसट पनि हाल्नु भएको थियो टिकटकमा होइन। एन्ड आई वाज कम्प्लिटली फ्रस्ट्रेटेड सिइङ द्याट मेसेज त्यो मान्छेको होइन। लाइक कतिसम्मको आँट आउन सक्छ क्या मान्छेहरूलाई त्यतिसम्म भन्नलाई होइन। चुनावी माहौलको अनुसार चाहिँ अब त्यो मिसकन्डक्ट भयो होला, तर उहाँलाई त्यही अनुसार सायद कारबाही पनि गर्ने कुरा चलिरहेको छ, मैले त्यस्तो सुनेको थिएँ होइन। बट द वे सी गट मेसेजेस अबाउट द भिडियो होइन, अब त्यो पक्कै पनि एमालेकै कार्यकर्ता हुनुपर्छ। अनि त्यस्तो मेसेजहरू चाहिँ होइन म यहाँ भिडियोमा नि डिस्प्ले गराइहाल्छु। सो त्यस्तो मेसेजहरू चाहिँ
आई मिन कसरी चाहिँ कतिसम्मको आँट आउँछ क्या मान्छेहरूलाई होइन, म यस्तो गरिदिन्छु त्यस्तो गरिदिन्छु यताउति भनेर होइन। अनि जस मेरो फिल्डमा चाहिँ हाम्रो जेनजीकै प्रोटेस्टमा चाहिँ लडेको एकजना भाइ छ, शान्तनु ढकाल, सायद त्यही हो नाम होइन। अनि लाइक हि इज डुइङ अ रियली गुड जब एट दिस मोमेन्ट होइन, किनकि चुनाव नजिकै छ एन्ड हि इज जस्ट अवेरिङ टु अल द पिपल अराउन्ड द सोसियल मिडिया होइन। अब किनकि यो पालि पनि त त्यो गल्ती हुनु भएन नि त, जुन चाहिँ हरेक वर्ष हरेक 4-4 वर्ष हरेक चुनावी वर्षमा भइरहन्थ्यो। उसको चाहिँ पुरै इन्जोर्ड छ, ऊ आन्दोलनमा घाइते भएको होइन, गोली लागेको यताउति यहाँसम्म पुरै घाइते छ। उसको सोसियल मिडियाभरि उसले त्यही भिडियो हालेर जस उसले हामीलाई अवेर गराइरहेको छ होइन। र त्यो के हो भन्दाखेरि अब त्यतिको आन्दोलन गरेर उसले त्यत्रो बलिदान दिइसक्यो र पनि अब पनि चेन्ज आएन भने त आई गेस त्यो त केही मतलब भएन नि त होइन। देश त सधैँ त्यस्तै भइरहन्छ। सो जो शान्तनु ढकाल भाइले चाहिँ एकदम राम्रो काम गरिरहेको छ होइन। सो आइ एम रियली इम्प्रेस बाई हिम एन्ड अलिकति जागरुक पनि भइरहेको छु म पनि र लगायत उसको भिडियो हेर्नेहरू पनि। एन्ड हि इज स्टिल रेजिङ सम भोइसेस होइन। अझै पनि उसले चाहिँ मिडियामा सोसियल मिडियातिर पोस्ट हानेर चाहिँ हामी सबैजनालाई चाहिँ जागरुक गराउन खोजिरहेकै छ। उसले दिनकै आफ्नो कुर्बानी हुन्छ नि, आफ्नो एउटा बलिदान जुन थियो आन्दोलनमा, आफ्नो जुन योगदान थियो उसले हामीलाई देखाएर चाहिँ अब चाहिँ यो पालिको चुनावमा चाहिँ हामीले चाहिँ अझै पुरानै पार्टीहरूलाई दिएर चाहिँ त्यही गल्ती नदोहोऱ्याउँ भन्ने चाहिँ उसले चाहिँ एउटा मेसेज दिइरहेकै छ होइन। उसले पोस्ट गरिरहन्छ उसले, मैले पनि 2-4 चोटि देखिसकेँ होइन। यहाँकोभरि घाउ छ र ऊ मलम लाउँदै त्यो भिडियो मैले देखेर आई मिन त्यतिको आन्दोलन गरिसकेपछि त केही न केही चेन्जेस त आउँछ पर्छ होला नि होइन। त्यही भएर चाहिँ आफ्नो घरमा आमा बुवालाई, दाजुभाइ, काका काकी जो हुनुहुन्छ सबैजनालाई चाहिँ हामी जस्तो युवाहरूले चाहिँ एउटा पहिला सुरु त जागरुक गराउन सक्नु पऱ्यो होइन। जागरुक कतिपय त जागरुक पनि भइसकेँ, किनकि कति ठाउँमा मैले जस अब सोसियल मिडिया मार्फतै हो देख्ने होइन। धेरै ठाउँमा चेन्जेसहरू चाहिँ आइरहेको छ। अब कसलाई भोट दिने कसलाई भोट दिने भनेर चर्चा बारे होइन। अब यस्तो अब नयाँ उम्मेदवार र नयाँ पार्टीलाई नै दिनुपर्छ भन्ने छैन, किनकि एक जमानामा माओवादी र एमालेका जुन लिडरहरू प्रचण्ड र हाम्रो केपी ओली अनि देउबा लगायत अरू पोलिटिकल लिडरहरू पनि एक जमाना चाहिँ हाम्रो लागि अहिले जसरी रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ अनि अरू जुन नयाँ उम्मेदवारहरू छन् नि, त्यति बेलामा उहाँहरू पनि त्यस्तै नै थिए। त्यत्तिकै चर्को आवाज र त्यत्तिकै जोस जाँगर लिएर अगाडि बढेको थिए। तर यत्रो वर्ष भइसक्यो होइन, उहाँहरूकोबाट केही उपलब्धि भएन। सो त्यही भएर चाहिँ नयाँ पार्टीलाई दिएर एक रातमै चेन्जेस आउने चाहिँ होइन। किनकि पुरानै पार्टीका पुरानै दलका मान्छेहरू पनि कुनै मान्छेहरू राम्रो पनि छन्, त्यो चाहिँ आफूले छुट्याउन सक्नुपर्छ होइन। त्यही भएर आफ्नो क्षेत्रको चाहिँ आफैले सोच्ने हो कि, र आफ्नो क्षेत्रको सही पोलिटिक्समा लागेको मान्छेलाई चाहिँ भोट दिएर तपाईँहरूले जिताएर चाहिँ यो देशमा एउटा परिवर्तन ल्याउन पर्नेछ। सो मेरो मेसेज चाहिँ जो सबैजनालाई चाहिँ होइन, एकदम अब समय छैन धेरै, 1 महिना जतिमै चुनाव छ फागुन 21मा, सबैजनाले भोट दिनु होला होइन। भोट दिनमा चाहिँ अल्छी नगर्नु होला। कतिपय मान्छेहरू अल्छी पनि गर्छन्, को जान्छ यताउति भनेर। सो त्यस्तो नगर्नु होला। आफूले सोचेर होइन, अरूको लैलेमा भन्दा पनि आफ्नो दिमागले सोचेर कसले चाहिँ दिँदा ठिक हुन्छ भनेर चाहिँ भोट दिनु होला। अनि यही हो, धन्यवाद। इफ हजुरहरूलाई मेरो भिडियो चाहिँ राम्रो लाग्यो भने मेरो विचारहरू चाहिँ जस ठाउँमा पुग्न पर्छ भन्ने लाग्यो भने चाहिँ प्लिज सेयर गरिदिनु होला। किनकि अब हामीले जुन ठाउँमा छौँ हामी होइन, त्यो ठाउँबाट आफूले सक्दो योगदान चाहिँ दिनुपर्छ, किनकि यही नै हो राइट टाइम होइन। त्यही भएर चाहिँ सकेसम्म सेयर गरिदिनु होला यदि विचार चाहिँ राम्रो लाग्यो भने। अनि रहेको कुरा विदेशमा रहेका सबै दाजुभाइहरू, हामी जस्तै साथीभाइहरू, अब हामीले त अब जस विदेशबाट भोट हाल्ने सिस्टम त उनीहरूले बनाएको छैनन् होइन। तर पनि भोटै हाल्न नसके पनि हामीले आफ्नो परिवार, आफ्नो छरछिमेकमा आफ्नो दाजुभाइ, आफ्नो इष्टमित्र साथीहरूलाई चाहिँ हामीले जसले भोट दिन सक्छन् उहाँहरूलाई चाहिँ हामीले जस आफ्नो हिसाबले इन्फ्लुएन्स त गराउन सक्छ नि त होइन। यो सही व्यक्तिलाई भोट हाल्नु, सही व्यक्तिलाई चिन्न सकौँ यताउति भनेर चाहिँ हामीले भन्न जरुरी छ जस्तो लाग्छ मलाई। सो यो विचारहरू चाहिँ हजुरलाई ठिक लाग्छ भने चाहिँ प्लिज सेयर गरिदिनु होला। र ठाउँमा यदि राम्रै रिच गयो भने चाहिँ अब जस आफ्नो विचार हुन्छ नि त, देशको लागि यो गर्दा ठिक होला त्यो गर्दा ठिक होला भनेर आफ्नो अझै ओपिनियन चाहिँ म पक्कै पनि यही प्लेटफर्म मार्फत दिनेछु होइन। सो अहिलेलाई चाहिँ यति नै। जय देश, जय नेपाल। लेखौं भविष्य आफ्नो आफै नै, अरूको ही आई बनाउँदैन यो देश।